त उहाँलाई टिकटकबाट नै चिन्या हो होइन, त्यसमै देखा हो फर्स्टचोटि पनि। अनि उहाँ त्यसमा हिट हुनुहुन्छ, त्यो मलाई राम्ररी थाहा छ। बच्चादेखि उहाँहरूको फिल्म हेरेर हुर्केको मैले दिदीलाई आउँदाखेरि नै भनेपछि हजुर जस्तो म बच्चामा हेर्थेँ होइन त्यस्तै हुनुहुन्छ, केही चेन्ज हुनुहुन्न, त्यति नै राम्री हुनुहुन्छ, त्यति नै ब्युटिफुल हुनुहुन्छ। के छ त आज उहाँ त यत्रो ग्रेजुएट पनि गर्नुभयो होइन आज यो मेकअपमा होइन, यसो आएन दिमागमा यसो बहिनीहरूलाई लिउँ कि क्या हो भनेर? एकदम अभियसली आउँछ, राम्रो राम्रो मान्छे र लोकेसन राम्रो ठाउँ देखेपछि त मेरो दिमागमा सबभन्दा पहिला चाहिँ यसलाई कसरी फिल्ममा खेलाउने, यसलाई कसरी फिल्ममा सुट गर्ने, त्यो दिमाग चाहिँ चल्दो रहेछ कि। यस्तो हुन्छ कि कमेडी भन्ने पनि हुन्छ नि होइन, त्यो पनि बुझ्दै जोक बुझ्नुहुन्न कि हजुरहरूले। अहिले हजुर मैले जसरी आउँछ त्यसरी नै हेर्छु। अब जस्तो अलिकति जाउँ, कमेडी दरबारको चर्चा पनि छ होइन मार्केटमा, कुटाकुट नै भयो भनेर समाचारहरू आइरहेछन्, तपाईँ त्यो टिमको सदस्य होइन, खास कुरा के भएको भनिदिनु न। ओके, सर्वप्रथम त बधाई छ तपाईँहरूलाई, नयाँ चिज मार्केटमा ल्याउनु भएको छ, राम्रो र राम्री बन्ने मान्छेहरूको लागि है। आफै पनि प्रयोग गर्नुहुन्छ? अब आजदेखि चाहिँ गर्नु पर्ला। आजदेखि चाहिँ दिजुले गर्नुहुन्छ, किनभने दिजुले बल्ल भेटा है प्रोडक्ट लन्च गर्नु भएको छ, अभियसली दिजुले नगरी त कुरै छैन है। यता मिस पबी र झर्ना जीको चाहिँ आज फर्स्ट टाइम भेट भएको अरे हो? हजुर। अलिकति थोरै प्रसङ्गहरू सुनाउनु न, कस्तो भयो आजको पहिलो भेट, कस्तो लाग्थ्यो, कसरी बुझिराख्नु भएको थियो एक्लै अर्कालाई? अब कसरी अब बच्चादेखि उहाँहरूको फिल्म हेरेर हुर्केको मैले दिदीलाई आउँदाखेरि नै भनेपछि हजुर जस्तो म बच्चामा हेर्थेँ होइन त्यस्तै हुनुहुन्छ, केही चेन्ज हुनुहुन्न, त्यति नै राम्री हुनुहुन्छ, त्यति नै ब्युटिफुल हुनुहुन्छ भनेर मैले उहाँलाई भनिसकेको छु। हजुर, यता झर्ना दिदीले चाहिँ कसरी? मैले त उहाँलाई टिकटकबाट नै चिन्या हो होइन, त्यसमै देखा हो फर्स्टचोटि पनि। अनि उहाँ त्यसमा हिट हुनुहुन्छ, त्यो मलाई राम्ररी थाहा छ। त्यसै गरी झर्ना बहिनी होइन, ऊ चाहिँ मैले दाङमा चाहिँ 13-14 वर्ष थियो होला, त्यति बेला म तपाईँको फ्यान, म तपाईँको एकदम के हुन्छ नि एकदम मनदेखि बहिनी एकदम हुन्छ नि, त्यसरी चाहिँ उसले चाहिँ मलाई लिइरहेको रहेछ। अनि आफ्नो नाम पनि परिवर्तन गरेर झर्ना, खास नाम चाहिँ दिजुबाट इन्सपायर भएर चाहिँ मैले झर्ना नाम राखेको हो। अनि त्योभन्दा अगाडि पनि हामीले सँगै मुभी पनि गरेको छौँ, मुभिनसँगै काम गरेर छौँ। सो यही हो हाम्रो चिनाजानी चाहिँ। अरू थप झर्ना थापा भन्ने बित्तिकै तपाईँलाई के चिज एकदम आइहाल्छ क्या दिमागमा? दिजु भन्ने बित्तिकै दिजुको डान्स अनि दिजुको एक्टिङ, दिजुको मुभीहरू बच्चादेखि हेर्दै आएको सबै कुराहरू, इभन अहिले पनि दिजुले त्यो पुरानो मुभीहरूमा जुन गीतहरू एकदम सुपर हिट छ, अहिलेको मुभी पनि हेरिन्छ, अहिले त दिदीले डिरेक्सन गर्नुहुन्छ, त्यो बेलाको मुभीहरू चाहिँ अझै त्यो हुन्छ नि, त्यो गीतहरू नै डिफ्रेन्ट हुन्थ्यो नि त। एकदमै अहिले पनि सुन्छु म, जसरी नेपाली गीत सुन्नु पऱ्यो भने म पुरानो गीतहरू सुन्छु, अनि प्रायः जस्तो सबै गीतहरूमा चाहिँ झर्ना दिदी हुन्छ। कुन गीत हो झर्ना दिदीको चाहिँ, कुन चाहिँ गीत भन्नु होला? एउटा भन्नुपर्दा धेरै छ। ओके, झर्ना जी त यहाँ अगाडि नै हुनुहुन्छ होइन, उहाँको छोरी सुहाना थापा चाहिँ कस्तो लाग्छ तपाईँहरूलाई? मलाई सोध्नुभएको, मलाई एकदमै राम्रो लाग्छ। मैले उहाँको मुभी पनि हेरेको छु, एमेरो हजुर, अनि त्यसपछि अरू मुभीहरू पनि मैले एकदम हेरिरहेको हुन्छु, एकदमै राम्रो लाग्छ उहाँ पनि है। सुहानालाई भेट्नु भएको छ? अन्त मैले पर्सनली त कसैलाई पनि भेटेको छैन, दिदीलाई नै आज फर्स्ट टाइम भेटेको, अनि अब उहाँसँग पनि भेट हुन्छ होला, दिदीसँग भेट भइसकेपछि भेट हुन्छ, अब चाहिँ हुन्छ चिनाजानी भर्खर भयो। अब यस्तो चिनाजानी भइसकेपछि चाहिँ तपाईँले फिल्म पनि गर्दै हुनुहुन्छ होइन, यसो विचार आएन? उहाँ त आज झन् होइन दुवैतिर विचार गर्नु पऱ्यो। हजुर, के छ त आज उहाँ त यत्रो ग्रेजुएट पनि गर्नुभयो होइन आज यो मेकअपमा होइन, यसो आएन दिमागमा यसो बहिनीहरूलाई लिउँ कि क्या हो भनेर? एकदम अभियसली आउँछ, राम्रो मान्छे र लोकेसन राम्रो ठाउँ देखेपछि त मेरो दिमागमा सबभन्दा पहिला चाहिँ यसलाई कसरी फिल्ममा खेलाउने, यसलाई कसरी फिल्ममा सुट गर्ने, त्यो दिमाग चाहिँ चल्दो रहेछ कि है। लोभ लाग्छ एकदम यस्तो कुराहरू देख्दाखेरि। ओके, तपाईँले ग्रेजुएट गर्नुभयो नि होइन, कसरी भ्याउनु भयो तपाईँले, यो कति महिना लाएर गर्नुभयो होइन, या यतिकै मिडियालाई देखाउनु लागि त्यो गरे हो? म चाहिँ दिजुलाई नदिनु भनेर भनेको थिएँ कि हाम्रो बायसको गीता दिजुलाई, नदिनु दिजु मलाई कस्तो लाज लाग्छ यताउता भनेर भन्ने थिएँ होइन, आफूले गरेको कुराहरू चाहिँ लिनुपर्छ भन्ने भएको थियो। म चाहिँ मायाजमा विगत 1 वर्षभन्दा पनि बेसीदेखि म ट्रेनिङ त लिएको थिएन, पहिला चाहिँ म स्किनको लागि आइरहेको हुन्थेँ, अनि अहिले चाहिँ अस्तिदेखि दिजुले म नयाँ के अरे मेकअप क्लास सुरु गर्दैछु, तिमी लिन्छौ आफ्नो लागि पनि, बाहिर प्रोग्रामहरूमा गएको बेला आफूलाई पनि काम लाग्छ भनेर भन्नुभयो। म आफ्नो लागि मात्रै सिक्छु, तर म अरूलाई मेकअप गर्न सक्दिनँ भनेर भनेको थिएँ। मैले त्यही सिकेको
थियो अनि आज ठ्याक्कै सर्टिफिकेट दिने दिन थियो अनि मलाई पनि दिनुभयो झर्नाले त पहिला नै सिकेको थियो मैले चाहिँ रिसेन्टली सिकेको हो झरना थापालाई मेकअप गर्नु पऱ्यो भने झरनाजीलाई बिचमा दिदी हुन्छ नि उहाँलाई मेकअप गर्नु पऱ्यो भने चाहिँ कसरी गर्नुहुन्छ होला एउटा हुन्छ नि के राम्रो लाग्छ क्या उहाँको फेसको तपाईँलाई हेर्नु त मेकअपै गर्नु पर्दैन कि यत्तिकै कति ब्युटिफुल हुनुहुन्छ कि मलाई गर्न जरुरी नै छैन कि अब चाहिँ म यहाँ आएर उनीहरूसँग बसेर चाहिँ यहाँको चौरे चौरे हटाएर चाहिँ पुरा होइन उनीहरूले मलाई पुरा अझ यो खतरा यङ बनाउँदैछन् ट्रिटमेन्ट चाहिँ गर्नुहुन्छ दिजुले अब चाहिँ मायासँग चाहिँ हेरौँ है अब अहिलेको यो फेस र उनीहरूले गरेको ट्रिटमेन्ट अब पछिको फेस चाहिँ कस्तो आउने रहेछ त्यस बेला चाहिँ हामी हेरौँ है त तपाईँको रिसेन्ट एनिभर्सरी पनि हो कि जस्तो लागेको थियो मलाई हो मेरो केही पोस्ट हालेको जस्तो लागेको थियो के सँग सम्बन्धित असार 25 गते असार 25 गते कति हो एनिभर्सरी मेरो विचारमा म अस्तिको वर्ष चाहिँ झुक्किएको रहेछु 30 वर्ष भनेर फेसबुकमा लेखेको 5 दिनपछि त बल्ल थाहा पाएँ कि ए होइन 29 लागिरहेको रहेछ अब चाहिँ 30 हो ए अब चाहिँ 30 हो कस्तो झुकिनु भएछ है त्यही त हजुर अब जस्तो अलिकति जाउँ कमेडी दरबारको चर्चा पनि छ होइन मार्केटमा कुटाकुट नै भयो भनेर समाचारहरू आइरहेछन् तपाईँ त्यो टिमको सदस्य होइन खास कुरा के भएको भनिदिनु न खास कुरा के भएको होइन अब मैले हाम्रो पनि मेरो नि टिमसँग भेट भएको छैन अस्ति हाम्रो चाहिँ राजनीतिबाट मान्छे आउनुभएको थियो हाम्रो गेस्टहरू चाहिँ अनि उहाँहरू आउँदाखेरि चाहिँ राम्रै सुट भएको थियो सबै कुरा राम्रै नै भएको थियो पछि के ट्रेलर चाहिँ रिलिज गरिसक्दाखेरि चाहिँ अब के आयो प्रेस काउन्सिलिङमा जानु पऱ्यो के गर्नु पऱ्यो भनेर चाहिँ उसमा टिममा ग्रुपमा कुराहरू भइरहेको थियो अनि सबैले हिजो स्टेटस पनि हाल्नुभएको थियो मलाई पनि पर्सनली त यति धेरै थाहा छैन तर अलिकति यो अब जोक्सहरू काट्ने पार्टहरू चाहिँ यो जोक नराख्नु भन्ने कुरा चाहिँ उहाँहरूबाट आएको छ भनेर भन्नुभएको थियो अरू चाहिँ थाहा छैन अनि तर समाचारमा आइरहेको कुरा कसरी थाहा छैन थाहा छ मलाई भएको घटना के हो भन्नु न केही फाइटै पऱ्यो हो टिमहरू बिच मनमुटाव नै भइरहेछ अरे बिच त फाइट परेको होइन हजुर टिमहरू बिच फाइट गरेको होइन गेस्ट र अनि जुन पर्फर्मेन्स भएको थियो यो पर्फर्मेन्समा चाहिँ यो कुराहरू चाहिँ हाल्न पाउनुहुन्न भनेर आएको थियो कुराहरू अनि त्यसको लागि चाहिँ प्रेस काउन्सिलिङमा चाहिँ हाम्रो श्रद्धा म्यामलाई बोलाउनु भएको छ भनेर हिजो उहाँले ग्रुपमा भन्नुभएको थियो कमेडी दरबार कतिको हेर्नुहुन्छ झर्ना म्याम तपाईँ मैले खासै हेर्दिनँ किन हो यस्तो उहाँ त हिट हुनुहुन्छ त नि मैले टिकटकमा देखेको छु उहाँ हिट भएको मैले हेरिरहेको छु उहाँलाई होइन तर थाहा छ तर मैले खासै त्यस्तो हेर्दिनँ कहिलेकाहीँ के कारणले हेर्नुहुन्न त्यस्तो कारणै छैन कारणै हुनुपर्छ होला र हजुर अरू ओके मिस पलिसलाई नि मैले सोध्न चाहेँ जस्तो कमेडी गर्दैखेरि नै एउटा कमेडीको एउटा स्वतन्त्रता पनि हुन्छ होला होइन त्यो स्वतन्त्रतामाथि चाहिँ अलिकति अब प्रेस काउन्सिलले चाहिँ त्यो घटाउनु भनिसकेपछि धेरै चौतर्फी रूपमा विवाद पनि केही कुराहरू भएको छ होइन एउटा कमेडी बचाउन सकिन भन्ने पनि भइरहेछ त्यसमा चाहिँ तपाईँको धारणा के छ अब यस्तो पहिलादेखि नै अब मैले त त्यति धेरै कमेडी उसमा काम पनि गरेको छैन म त एज अ नन कमेडियनमा काम गर्छु मैले सुरुदेखि नै भनेको म त जस्ट मेरो पर्फर्मर मात्रै हो मलाई जसको कति धेरै जोकहरू त म आफै पनि बुझ्दैन कि अब डाइरेक्टली इन्डाइरेक्टली भन्ने पनि हुँदो रहेछ त्यो कुराहरू मलाई थाहा हुँदैन होइन अब कसरी भन्नु कि मैले त्यो कुरालाई प्रेस अब हामीले कुनै जोक गर्न पाउँदैन भनेपछि अब उहाँले पनि प्रेसले पनि भन्न पाउँछ त्यो त दुईतर्फी नै हुन्छ जस्तो लाग्छ मलाई जस्तो हाम्रो पार्ट मात्रै ठुलो र उहाँको पार्ट सानो भन्ने हुँदैन दुईतर्फी नै बराबरै हुनुपर्छ उहाँलाई नराम्रो लाग्यो भने हामीले हटाउन पनि सक्नुपर्छ र हामीलाई नराम्रो लाग्यो भने हामीले पनि उहाँलाई भन्न सक्नुपर्छ त्यही नै हो मेरो त्यो जोक चाहिँ कसले अलिकति भन्नु आकृति चाहिँ कुन गेस्टले गर्नु भएको छ उहाँ चाहिँ राजसभाको हुनुहुन्थ्यो राजसभाको गेस्टहरू हुनुहुन्थ्यो उहाँ त्यति बेला चाहिँ राजु पाण्डे सर र अनि दुईजना अरू एमपीहरू आउनुभएको थियो त्यस्तो कुनै लाइन छ उहाँहरूलाई त्यस्तो मलाई पर्सनली त थाहा छैन कि कुन जोक काट्नुपर्ने कुन जोक काट्नुपर्ने होइन किनकि एडिटिङमा हामी बस्दैनौँ हामीले त म त जस्ट पर्फर्मर हो मैले पर्फर्मेन्स गरिसकेपछि एडिट अरूले गर्छ त्यो अरूले गर्छ अनि त्यसपछि हामीले बल्ल एपिसोड रिलिज भइसकेपछि हेर्ने हो अब त्यति धेरै त्यो गहिराइसम्म त मलाई पनि थाहा भएन थ्याङ्क यू सायद त्यो महानगरवाला हो जस्तो लागिरहेछ हो मलाई पनि थाहा सायद छैन होइन किनकि फुल एपिसोड हिजो फ्राइडे आएको छ हजुरहरू पनि हेर्नु होला अनि त्यसपछि कहाँनिर के रहेछ भन्नु होला मलाई त्यस्तो अहिले चाहिँ फिल्महरूबाट यसो खेल्ने अफर कतिको आएको छ हजुर तपाईँलाई फिल्महरूबाट मलाई अफरै आएको छैन लौ आज मैले अफर गरेँ ल फिल्ममा खेल्नुपर्छ ल फाइलमा हेर्नु त अब के डिरेक्टर प्रड्युसर आएको बेला चाहिँ भनिहाल्नुपर्छ अरे कि मैले फिल्मै पाएको छैन
यो डाइलग चाहिँ किन तपाईँ बेला बेला बिर्सिनुहुन्छ? अस्ति रिसेन्ट एउटा एपिसोड हो नि बोल्दा बोल्दै त्यो चाहिँ बिर्सिनु। मेरो खुबी हो कि सबैमा त्यति धेरै ट्यालेन्ट हुँदैन हो कि होइन जो सबैलाई सबैमा सबै ट्यालेन्ट हुन्छ भन्ने हुँदैन नि त। म बिर्सिन्छु त्यो मेरो एकदमै ठुलो ट्यालेन्ट। बिर्सेर के खानु भएको? कमेडी सो गरिरहँदाखेरि तपाईँलाई चाहिँ फिल्म चाहिँ होइन कमेडी फिल्मै गरौँ भन्ने चाहिँ कतिको छ? मलाई अलिकति होइन मलाई फिल्म त जुन आए पनि गर्छु नै भन्ने छ होइन, किनकि मलाई फिल्म गर्छु भन्ने म चाहिँ भने जस्तो झर्ना दिजुहरू रेखा थापा दिजुहरू म पहिलादेखि नै उहाँहरूको एकदमै फिल्म हेर्ने अब त्यो नेपाली फिल्ममा अहिलेसम्म पनि उहाँहरूलाई नहेर्ने कोही पनि छैन होला कि। अनि मलाई त्यस्तो के लाग्थ्यो भने मैले नि फिल्म म त एकदमै ड्रिमीवाला मान्छे हो कि, मलाई चाहिँ सानो सानो कुरामा पनि म ठुलो सपना देख्छु कि। अनि मलाई चाहिँ पहिला मैले यस्तो अलिकति म्युजिक भिडियो गर्न पाए नि हुन्थ्यो जस्तो फिल हुन्थ्यो। अनि अब पछि त्यो फिल्ममै काम गर्दै गर्दै गइसकेपछि मैले नि राम्रो राम्रो मुभी गर्न पाएँ हुन्थ्यो। त्यो चाहिँ आफूले जुन फिल्ममा काम गर्छौँ त्यो फिल्ममा चाहिँ अलि अगाडिसम्म काम गर्न पाऊँ, अलि राम्रो राम्रो काम गर्न पाऊँ, सबैलाई लाग्छ जस्तो लाग्छ। अफकोर्स मलाई नि लाग्छ। ओके, वर्ल्ड कप कतिको हेरिराख्नु भएको छ त तिनैजनाले? मैले त हेरेको छैन। हेर्नु भएको छैन? कुन टिम हो तपाईँको? म मेस्सी हो। ए मेस्सी मन पर्नु। अब त्यो खै थाहा छैन, एकदम मजाले सलिडले ट्याङ 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 गएर गोल हान्छ नि त उसले, त्यही नै होला अट्र्याक्सन जस्तो लाग्छ मलाई चाहिँ। हजुर यो खेलमा ह्याट्रिकै अस्ति 3 चोटि नै पुरै गोल हान्नुभयो होइन। मेसीको जर्सी नम्बर कति दिएला थाहा छ नि? 10 डाइरेक्टर साहब हो नि त, थाहा भइहाल्छ नि होइन। अब फ्यानहरूसँग कतिको यो हुन्छ नि हजुर फ्यानहरूसँग नि यो टिम त्यो टिम भनेर कतिको वाद विवाद हुन्छ? फ्यानहरूसँग त त्यस्तो हुँदैन, घरमा चाहिँ हुन्छ। घरमा चाहिँ के छ त भनिदिनु। हामी घरमा चाहिँ सुहाना र म एउटा टिम हुन्छौँ भने सुहानाको पापा चाहिँ अपोजिट हुनुहुन्छ जहिले। अनि कहिले कुन लिइदिनुहुन्छ कहिले कुन लिइदिनुहुन्छ चेन्ज गर्ने के पार्टी होइन पुरै। अनि पुरै जग्गा हेर्ने बेलामा चाहिँ ल हामी चाहिँ के अरे ल अर्जेन्टिना है मेस्सी मेस्सी भनेर हेर्न बस्यो भने अनि हेर्दा हेर्दै उहाँलाई चाहिँ स्विच हुनुहुन्छ कि उहाँ चाहिँ। अनि त्यही झगडा पर्छ। अनि कहिले काहीँ सुहानाले टिभी पनि अफ गरेर भयो म हेर्दिनँ पापासँग हेर्दिनँ भन्दै चाहिँ निस्किन्छ। घरमा बाजीहरू चाहिँ कतिको चल्छ गेममा के? चल्छ मजाले चल्छ। जस्तो दिदी अब दिदीको कुरा गर्ने हो भने रुममा दिदीका फोटाहरू राखेर बस्ने युवाहरू धेरै थिए होइन फ्यानको रूपमा। पनि मेस्सीको फ्यान हुनुहुँदो रहेछ, त्यस्तो पोस्टरहरू राख्ने यहाँ त्यस्तो गर्नु छैन, मैले चाहिँ अहिलेसम्म राखेको छैन। मिस बबी चाहिँ कसको कुन टिमलाई समर्थन गरिरहनु भएको छ? म त्यस्तो धेरै हेर्दैन क्रिकेट। म त अब कसले जित्यो क्रिकेट होइन, वर्ल्ड कप। सरी म क्रिकेटको बेसी हेर्छु नि त। भुल्ने बानी छ नि त। त्यही भएर क्रिकेटमा सरी म वर्ल्ड कप त्यति धेरै हेर्दैन। यति मात्रै हो कि कसले जित्यो आज कसले जित्यो कसले गर्यो भनेर चाहिँ म अरूबाट सुन्छु। अनि अस्ति मेस्सीले ह्याट्रिक हान्यो भन्ने पनि थाहा छ। अनि रोनाल्डोले को र उनीहरूको चाहिँ त्यो के प्यानेट के भन्छन् त्यो भयो भन्ने पनि थाहा छ। अरू त्यति धेरै थाहा छैन। खेलाडी चाहिँ कसलाई समर्थन छ कि त्यस्तो? त्यस्तो केही पनि छैन मलाई। अहिले भर्खर अस्ट्रेलियाले पनि गेम खेलिरहेको थियो नि, हजुर अस्ट्रेलियाले पनि। मैले हेरेकै छैन मैले हेरेको इन्ट्रेस्टिङ त बरु त्यो अस्ट्रेलिया भन्ने बित्तिकै किन हाँस्नु भयो? अस्ट्रेलिया म अस्ति भर्खरै गएर आएको त्यही भएर अलिकति त्यहाँ पुगेँ कि म कस्तो ब्युटिफुल दिनहरू जस्तो तपाईँ अस्ट्रेलिया पुग्ने बित्तिकै सामाजिक सञ्जालमा केही भिडियोहरू भाइरल भइ पनि रहेछ अहिले होइन? विष्णु सापकोटासँगको त्यो जुन एउटा सम्भवतः बिहेकै फोटो भिडियो भाइरल भइरहेको छ। हजुर विष्णु सापकोटासँगको जुन एउटा म्युजिक भिडियोको होला सायद होइन, बेहुला बेहुली भएको भिडियो पनि भाइरल भइरहेको छ, आइरहेका छन्। हजुर यसलाई चाहिँ कसरी हेर्नुहुन्छ? मैले जसरी आउँछ त्यसरी नै हेर्छु। अब जसरी जसरी आउँछ अब फेसबुकमा टक्कर फिडब्याकमा आउँछ ए हो फोटो आएछ भन्ने हेर्नु। आरोपहरू पनि लाउँछ नि कतिपयले चाहिँ यस्तो उस्तो भनेर तपाईँलाई मेन्सन पनि गरिन्छ। आरोपहरू त अब सबैलाई सबै टाइपको आरोपहरू लागिरहन्छ। दिदीले मुभी बनाउनुहुन्छ, अब मुभीमा कहिले यो भएन भनिदिनुहुन्छ, कहिले त्यो भएन भनिदिनुहुन्छ। अब हामीले म्युजिक भिडियोमा खेल्छौँ, त्यो गरेर अब कमेडीमा खेल्छौँ यो भएन, अब टिकटक बनाउँछौँ टिकटकमा यो मिलेन भन्नुहुन्छ। त्यो अब कम्प्लेन गर्ने त अब जहाँनिर बिग्रेको छ त्यहाँनिर हामीले सुधार्ने हो, त्यही नै हो। म त सहन्छु त्यस्तो कुरा। त्यस्ता खालका कुराहरूले नकारात्मक कमेन्टहरूले तपाईँको पर्सनल लाइफमा त्यस्तो असर गर्छ नि? म हेर्दै हेर्दैन त अब कसरी पर्सनल लाइफसम्म जान्छ। सरी म हेर्दै हेर्दैन। समाचार कमेन्ट यस्तो विषयमा झर्ना म्याम तपाईँको केही छ तितो अनुभव? कहिलेकाहीँ छ, कहिलेकाहीँ हुन्छ, लाइफमा हुँदो रहेछ होइन। राम्रो मात्रै होइन नराम्रा कुराहरू पनि दुःख भन्ने कुरा नै हुन्छ। त्यस्तो पलहरू पनि बित्या छ मेरो लाइफमा। मैले मुभी डिरेक्सन गर्दै गर्दाखेरि छन् त्यस्ता। जाँदा जाँदा मेरो हजुर 5 कहिलेबाट हो फ्लोरमा? अब मेरो विचारमा हामी अनमोल भाइलाई कुरिरहेछौँ। सो भदौको फर्स्ट विकसम्म त निस्किन्छौँ होला हामी सुटिङमा।
है मिस पविजीलाई लिन्छु भन्नुभयो कस्तो क्यारेक्टरमा लिन्छु यस्तो हुन्छ कि कमेडी भन्ने पनि हुन्छ नि होइन त्यो पनि त्यो जोक बुझ्नुहुन्न कि हजुरहरूले अहिले धेरैले कमेडीको रूपमा उडाउँछ नि क्या हजुर गहिराइमा नजानु कुनै कुराहरू चाहिँ त्यो पानीभन्दा धेरै गहिराइमा जानुहुन्न कि माथि माथि नै ठिक हुन्छ कि कहिलेकाहीँ ल अब थ्याङ्क यू Thank you. सबैजनालाई Thank you so ल थ्याङ्क यू सो मच थ्याङ्क यू